अध्यक्ष यो घटना के भयो कस्तो कसरी भयो यहाँको अलिकति जानकारी भनिदिनु। ल नमस्ते, म मनोज कुमार चौधरी, त्रियुगा नगरपालिका 1 नम्बर वडाको वडाध्यक्ष। यो घटनास्थल चाहिँ त्रियुगा नगरपालिका वार्ड नम्बर 2 को हाटखोला जोगिँदा पर्छ। म ठ्याक्कै बोर्डरमा बाटो भएकोले राति मैले थाहा पाएसम्म चाहिँ मलाई जानकारी आउँदा फोन आउँदाखेरि यहाँको लीलबहादुर राई भन्ने त्रियुगा नगरपालिका वार्ड नम्बर 1 बस्ने उहाँले चाहिँ मलाई 1:40 फोन गर्नुभयो। यहाँ चाहिँ फलानुको घरमा युवराज भाइले यसरी भाइ काटो छिटै आउनु पर्यो हाटखोला भनेर भन्दाखेरि मैले चाहिँ मोटरसाइकल लिएर भनौँ न 10 मिनटभित्रै आइपुगेँ म पनि। यहाँ आउँदाखेरि त्यति बेलासम्म चाहिँ अब लास चाहिँ मैले देख्न पाइनँ। यहाँबाट 15 मिनट अगाडि उठाइसक्नु भएको थियो। आमाको टाउकोमा चोट देखेर मैले उहाँलाई सब सोधपुछ गर्दाखेरि त्यति बेलासम्म जोगिदा चौकीको प्रहरी चौकीको सबै टिमहरू र जिल्ला प्रहरी कार्यालयको केही टिमहरू पनि आइसक्नु भएको थियो। यहाँ आउँदाखेरि आमाले सोद्धाखेरि विशेष कुरा चाहिँ 9 बजेको घटना हो यो। खास गरेर 9 बजेको घटनामा चाहिँ युवराज राई भन्ने जेठा छोराले आमासँग सुत्ने बेलामा चाहिँ तपाईँले मात्रै त्यो कान्छो छोराले पैसा दिनुहुन्छ, मलाई केही दिनुहुन्न भन्ने कुराको सवाल उठाउँदाखेरि आमाले भन्नुभयो कान्छो छोरो त बिग्रेर भत्केर आएको मान्छे अब सुध्रिन लागेको छ लागु औषधबाट, तिमी त जेठो पाएको मान्छे हो, उसलाई मैले पैसा दिँदाखेरि धेरै दिन्न 15 देखि 20 रुपियाँसम्म दिन्छु, यसो चुरोट खान्छन् साथीभाइ भेट्छन् भन्ने कुरा गरेर उहाँले चाहिँ आमाले सम्झाउनु भयो। त्यसो भए मलाई पनि ल्याउनु त अब जाडोको मौसममा मैले ज्याकेट किन्नुपर्छ 500 रुपियाँ ल्याउनु भन्दाखेरि अहिले यति बेला पैसा छैन छोरा, तिमीले म कहिले 1000 कहिले 500 दिन्छु, यो भोलि पर्सि हुँदै गर्छ, पैसा भएको बेलामा चाहिँ तिमीलाई दिउँला ज्याकेट किनिदिउँला भन्ने कुरा गरेपछि ल त्यसो भए अब सम्पत्तिको कुरा गर्दाखेरि किन दिनुहुन्न भन्ने कुरा त्यही विषयमा चाहिँ आमासँग डिस्कस गर्दा 81 आमाको चाहिँ टाउकोमा प्रहार गरेर मोबाइलबाट प्रहार गरेर त्यसपछि उसलाई टाउको फुटाएर रक्तमे पारेर अनि त्यसको माथि चढेर घाँटी नाकेको रहेछ। पटक पटक गरेर 2 पटक हुँदाखेरि 9 बजेको घटनामा चाहिँ त्यसपछि आमाले चाहिँ 10 बजेको सेरोफेरो उठेर तल झरेपछि अझै तिमी चाहिँ मरेको छैन भनेर उसलाई चाहिँ फेरि आक्रोश गर्न थाल्यो। आक्रोश गरेपछि अल्लो अब खोलातिर होइन राति 10 बजीतिर खोलातिर लगेर उसलाई चाहिँ त्यहाँ खोलाको किनारसम्म लगेर त्यसलाई सोधपुछ गरेर अनि त्यसपछि आमाले होइन मलाई त्यसले त मार्नै नै रहेछ भनेर अलिकति अफसोस गरेपछि त्यस पछाडि चाहिँ ल छोरा तिमीले के माग्छौ सबै त्यो चिज म दिन तयार छु भनेर त्यतिसम्म फकाइ फुलाइ गरेर उसलाई चाहिँ यहाँ घरसम्म ल्याउँदाखेरि ठ्याक्कै 10:15 बजेको सेरोफेरोमा उहाँको भनाइअनुसार कान्छो छोरा पनि आउनुभयो घर। अब देखो आमाको टाउको फुटेको, त्यति कारणले गर्दाखेरि कान्छो छोराले पनि हातले या लातले एक मुड्की हिर्काएछ उसलाई जेठो दाइलाई, किन मेरो आमालाई यसरी हिर्काएछ यसरी फुटाइछ भनेर भन्दा त्यसपछि उनीहरूको बिचमा तसार मसार भएन। अब यो टाउको फुटेको पनि जेठा छोराले फोडेको छ भनेर नभनिदिनु भनेर उसले उल्टै आमासँग अनुरोध गर्नुभयो। त्यसपछि प्रहरीले बोलाउँदा यहाँको स्थानीय 1-2 जना मान्छे सम्बन्धित छिमेकीहरूले ल अब चाहिँ तपाईँ चाहिँ आमा उपचार गर्न जानुपर्छ जिल्ला अस्पताल भनेर टेम्पो खोजेर उहाँलाई व्यवस्थापन गर्ने बाटोमा लाग्दाखेरि त्यति बेलासम्म ऊ चाहिँ यहाँबाट चाहिँ लछार प्रचार गरेर भनौँ न यो लुक्ने काम गर्यो उहाँले, यो बाटोभन्दा दायाँ बायाँ कता लुको। त्यसपछि प्रहरी प्रशासनले पनि यहाँ चौकी जोगिँदा प्रहरी चौकीको असी साहबले अब तपाईँ चाहिँ आमा जाँदै गर्नुहोस् भन्दा अब त्यो लुकेर कता बसो। त्यसपछि टेम्पोमा यहाँहरू जानुभयो, प्रहरी प्रशासन पनि आफ्नो बाटो लाग्नुभयो। त्यो बिचमा चाहिँ 10 देखि 12-1 बजेको सेरोफेरोमा उसले चाहिँ भाइलाई चाहिँ अब खुख्रीले कत्तल गरेर त्यसलाई भनौँ न एउटा मुलाले कसरी काटिन्छ त्यसरी नै यो हातलाई 2 पिस गरेर काटेको रहेछ। म आउँदाखेरि त्यो लास हेर्न म नपाए पनि मैले त्यो फोटो देखेपछि फोटोमा देख्दाखेरि तपाईँको मुला काटे जस्तै काटेको रहेछ।